होइन पुनम र म उता पुनमलाई नदेखाउने भन्दैछु नि यहीँबाट हामीले पानी बोकेर जान्छौँ यत्रो जङ्गलको बाटो हजुरको पालाको गीत जान्दैन एउटा भजन गाइदिनु नि त सक्दैन हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आज हामी कहाँ जाँदैछौँ धान काटेको हेर्न जाँदैछौँ कहाँ भन्दा स्याले होइन पुनम र म उता पुनमलाई नदेखाउने भन्दैछु नि इट्स ओके यो हाम्रो खानी हो खानी अरे पानी लिएर जाने धारो हो यहीँबाट हामीले पानी बोकेर जान्छौँ यत्रो जङ्गलको बाटो अब रोड जाने हो लेट्स सी ल अब हामी यो बाटो जाँदैछौँ कि त पछाडि बस कि अगाडि बस म त देखायो भने मलाई देखाइ भन्नु होला अब यो बाटो हामी सिधै खेतमा जान्छौँ आज खेतको लागि नास्ता लिएर हिँड्दैछु मैले मेरो लागि अरूको लागि होइन त्यहाँबाट रोड आइया थाकेला गाडी आउँदैछ ओ त्यहाँलाई के भन्छ अरे पुनम लङ्काकोट भन्ने हो अब यो ठाउँलाई के भन्छ अरे पुनम मैनी पहिला यहाँ सबै घाँस हुन्थ्यो घाँस काट्ने घाँसै रहन्थेन अहिले मान्छे जो काट्ने मान्छे जो नभएर घाँसै घाँस छ नभ्याएर होइन नसकेर मान्छेले अब घाँस काट्नै छोडे भैँसी पाल्न छोडे त्यो माथिल्लो यो छाताले देख्न कि जुम गर्न यार यस्तो बाटो जाँदैछौँ गाइज पहाडको बाटो पुरै हरियाली हेर्नु यति राम्रो देखियो छड्के कपालको रेरो हिरो जस्तै बनेर आहै केही बोल न पुनम यो बाटो कस्तो साँगुरो भयो जस्तो लाग्नु मलाई त्यहाँ शीतलो छ कि नै भन्न छाया पर्यो होइन होला त हाम्रो खेत हो गाइज त हो नि तिनीहरू बिहान घाम पर्यो होइन के अरे शीतल पर्यो होइन हाम्रो खेत यस्तो बाटो ल्याए यार गाइस हाम्रो खेतराहरू
मैले त खान्न एक वर्ष खालै नलिकन आएर के राको त पहिलेठी कुकुरको थिए कि खेत गर्न आएको निदाले यस्तो भात जम्नु रहेछ नि छोरो त्यसले बेसाएर राख्नु यस्तै भात त A few moments later. आमा हजुरको पालाको गीत गाइदिनु त हाम्रो पाला त चिच्चार भन्नु न के भनौँ र हजुरको पालाको काम गर्दा के गीत गाउँथे ए के गाइन्थ्यो के बिर्सिएको कुरो एउटा त याद होला नि एउटा यही छैन सबै कुरो थियो बिर्सियो खाइयो एउटा त गाउनु गाउनु हजुरको पालाको गीत गान्दैन एउटा भजन गाइदिनु नि त फेरि यता मोबाइल हेर्ने उता डर्ने होला फेरि मोबाइलले त गर्नु गर्छ नि डराउँछ बिगार्छ भात गरी डर्छ खाजा पकाएको के को डर्ने हो खाजा हाम्रो बाँकी छ ढाड दुखिया होला नि मैले धान काटेको दिनभरि विशेष रूपले बनाएको त्यो बाबाको स्पेसल हेरौँ आज कस्तो हुन्छ कालै कालै मात्रै देखियो यता चिजै त्यस्तो हो नि त न हेरौँ है त गाइज अहिले अँधेरो भइसक्यो हामी घर आइसक्यौँ यता आमा मोबाइल चलाउँदै हुन्छ थकै लाएर आमा केही भन्नु छ आज कस्तो भयो दिनभरिको अनुभव ठिकै राम्रै भयो खेत धान काटियो भ्याइयो स्याले भयो बाबाको ठिकै भयो रमाइलो भयो रमाइलो भयो थकाइ परिवार खेता बेलुका झन् कस्तो हो नि सुतेपछि थाहा होइन कस्तो हुन्छ भगवान् नारायण दाइले बाबाले आज स्पेसल पकाउँदै हुनुहुन्छ ल आजलाई भिडियो यति नै थ्याङ्क यू फर वाचिङ